नचिनेको व्यक्तिसँग प्रेम हुँदैन। एउटा गीत छ नि, नचिनेसम्म को हो चिनेपछि भन्नु न, थाहा छैन? माया मोह। नचिनिन्जेल को हो थाहा छैन, चिनेपछि माया मोह बढ्छ। त्यस्तै भगवानलाई चिन्नु पर्छ, चिनेपछि भक्ति हुन्छ। र चिनाउने माध्यम के हो? यो कथा हो, भक्ति। भक्ति भयो मनमा, भगवानलाई चिन्नु भयो, बिहानै उठेर भगवानको आराधना गर्न मन लाग्छ, पूजा गर्न मन लाग्छ, मनमा अनेक तरहको भावहरू आउँछ। भगवानकै कथा सुनिरहँ जस्तो लाग्छ। सत्सङ्गमा बसेपछि कतै नहल्यौँ जस्तो लाग्छ भने त्यो के हो? भक्ति हो। भगवानलाई भक्तिको मार्फतबाट चिन्छौँ। अलिअलि गर्दै चिन्न थाल्छौँ। आफ्नो मनमा आफै भाव उत्पन्न हुन्छ, सेवा गर्नुपर्ने रहेछ, धर्म गर्नुपर्ने रहेछ, दान गर्नुपर्ने रहेछ, पुण्य गर्नुपर्ने रहेछ, सत्सङ्गमा जानुपर्ने रहेछ, भजनमा जानुपर्ने रहेछ भन्ने जुन भाव उत्पन्न हुन थाल्छ त्यो हो ज्ञान। र भक्ति र ज्ञानको जब सम्मिश्रण हुन्छ, भक्ति ज्ञान एक हो जाएंगे, तब जाके मन में वैराग्य उत्पन्न होगी।